के तपाईलाई थाहा छ आजकल जमाना कहाँबाट कहाँ पुगिसक्यो, मानिसहरू कति परिवर्तन भइसके। आउनुहोस् आज हामी मानिसहरू कहाँबाट कहाँ पुगिसके, कसरी पुगे भन्ने विषयमा विशेष चर्चा गर्नेछौँ। यसो गर्दाका फाइदा र यसले गर्दा मानिसमा वा व्यक्तिगत जीवनमा र समाजमा के कस्ता असरहरू पर्न गएका छन् भन्ने बारेमा पनि चर्चा गर्ने प्रयास गर्नेछौँ। तपाईलाई याद छ पहिलेको गाउँघरको मानिसको झगडा, जहाँ मुखै मुखमा हनाबन र हानाहान परे पनि कोही कसैलाई थाहा हुँदैन थियो। यानकि त्यही नजिकै भएको मान्छेलाई बाहेक अलि टाढा भएको मान्छेलाई पनि थाहा नहुने अवस्थाको त्यो झगडा र अहिलेको यो सामाजिक सञ्जालको झगडा केही परिवर्तन देख्नु भएको छ, सम्झनु भएको छ, बुझ्नु भएको। जहाँ सधैँ एक अर्कासँग ऐँचो पैँचो र साटासाटमा काम चल्थ्यो, जहाँ सबै मानिसहरू निस्वार्थ एकअर्कालाई सहयोग गर्थे, जहाँ सधैँ आपसी सम्बन्ध निस्वार्थ कायम रहन्थ्यो, जहाँ बालबच्चाहरू खेलिरहेका दौडिरहेका होहल्ला गरिरहेका भेटिन्थे, जहाँ युवाहरू घरको छत वा आँगनमा जम्मा भई कुनै न कुनै कुराको छलफल र बहस गरिरहेका देखिन्थे, जहाँ स्कुल पढ्न जानु अघि र पढिसकेपछि बाख्रा र गाई चराउन गइन्थ्यो, जहाँ बालबच्चालाई खेल्नलाई कुनै पनि पूर्वाधार नहुँदा पनि घरमा कतिखेर आउला भनी कुरेर बस्नु पर्थ्यो, जहाँ मजाको बल बनाएर गिट्टी बल खेलिन्थ्यो, जहाँ माटोको अनेक आकृति बनाएर रमाइन्थ्यो, जहाँ ढुङ्गे धाराको पानी खाइन्थ्यो, जहाँ माटाका भाँडा वा परिकारमा खाना खाइन्थ्यो, जहाँ काठको ठेकीको दुध दही र मही खाइन्थ्यो, जहाँ बिहानै उठी अँध्यारोमै खोला नाला तरी कोचिङ पढ्न 1 किलोमिटर टाढा हिँडेर गइन्थ्यो, जहाँ काठको गाडी बनाएर कुदाइन्थ्यो, जहाँ कुम्लाभरि चामल बोकी लेख गइन्थ्यो, जहाँ पिठ्युमा दही मही बोकी घर आइन्थ्यो, गुच्चा खेलिन्थ्यो, यदि गुच्चा भएन भने प्लास्टिकको गुच्छा बनाएर खेलिन्थ्यो, झगडा हुन्थ्यो, हानाहान हुन्थ्यो, तर केही समयपछि मिलिन्थ्यो र सँगै भइन्थ्यो, एकअर्काको काममा मिलिजुली सहयोग गरिन्थ्यो र काममा जाँगर चलाई काम गरिन्थ्यो। तर केही कुराहरू नोटिस गर्नुभएको छ? यो सबै अवस्थाबाट हाम्रो समाज किन यसरी बिल्कुल फरक र अलग हुँदैछ? किन पैँचोको सट्टामा ऋण दिइन्छ? किन सहयोगी हातहरू पैसामा बिकिरहेछन्? किन गरिबी भएकै कारण उसँग सम्बन्ध तोडिएको छ? किन सधैँ बाटाघाटामा स्कुलको चौरमा कराइरहने दौडिरहने बालबच्चाहरू आजकल ती स्थानमा दौडिन र खेलिरहेका भेटिँदैनन्? घर आँगन या छतमा सधैँ जम्मा भएर कुनै न कुनै विषयमा छलफल गरिरहेका ती युवा युवतीहरू किन देखिँदैनन्? चौतारोमा गफ गरिरहने ती हजुरबा पुस्ताहरू किन भेटिँदैनन्? विद्यालय जानलाई पनि किन जबरजस्ती गरिरहनु परेको छ? कुनै सरसमान नहुँदा पनि खेल्न दौडिरहने ती बालबच्चाहरू आजकल किन भेटिँदैनन्? ती स्थानहरूमा घरमा आउनलाई गाली गर्नुपर्ने ती बालबच्चाहरू घरबाट बाहिर निक्लिनलाई गाली गर्नुपर्ने अवस्था किन आइरहेको छ? केही सोच्नु भएको छ? माटोका अनेक आकृति बनाएर रमाउने ती पुस्ताका बालबालिका र एआईमा अनेक आकृति बनाएर रमाउने अहिलेका यी बालबच्चामा के फरक छ? ढुङ्गेधाराको पानी खाएका ती पुस्ता र मिनरल वाटर र जारको पानी खाएका यी पुस्तामा के फरक छ? आफै पढेर सकेसम्म नत्र घरमै काठको ठेकी दही जमाई काठकै ठेकीमा मही पारी घिउ र मही दही खाने ती पुस्ता र आइसक्रिममा रमाउने यी पुस्ताहरूमा के अन्तर छ? एआईमा अनेक आकृति बनाएर रमाउने अहिलेका यी बालबच्चामा के फरक छ? ढुङ्गेधाराको पानी खाएका ती पुस्ता र मिनरल वाटर र जारको पानी खाएका यी पुस्तामा के फरक छ? आफै पढेर सकेसम्म नत्र घरमै काठको ठेकी दही जमाई काठकै ठेकीमा मही पारी घिउ र मही दही खाने ती पुस्ता र आइसक्रिममा रमाउने यी पुस्ताहरूमा के अन्तर छ? बिहान अँध्यारोमा टर्च लाइटको सहायतामा खोला नाला पार गरी 10औं किलोमिटर हिँडेर कोचिङ पढ्न जाने ती पुस्ता र होम ट्युसन पढ्ने यी पुस्तामा के अन्तर छ? काठको खेलौना बनाएर खेल्ने ती पुस्ता र दराजमा खेलौना अर्डर गरेर खेलौना खेल्ने यी पुस्तामा के अर्डर छ? कुम्लाभरि चामल बोकी लेख जाने ती पुस्ता र गाडी बुकिङ गरी घुम्न जाने यी पुस्तामा के अन्तर छ? गुच्चा गिटीबल र गाइलाती खेल्ने ती पुस्ता र फ्री फायर र पब्जी खेल्ने यी पुस्तामा के अन्तर छ? मुखैमा झगडा हानाहान होस् तर सानो कुराको पनि सामाजिक सञ्जालबाट स्ट्याटस लेखी झगडा नगर्ने ती पुस्ता र सानो कुरा पनि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर झगडा गर्नुपर्ने यी पुस्तामा के अन्तर छ? केही विचार गर्नुभएको छ? तपाईहरूलाई याद छ कुनै बेला माटोको भाँडामा माटोको